सुर्ता नमान्नुहोस् हजुर, अहिलेको जमाना यस्तै छ। जहाँनिर नराम्रो कामले वाहवाही पाइन्छ, राम्रो कामले चुपचापसित गाली पाइन्छ। इमान्दारी बिस्तारी थाक्दैछ, ढोङ्गेपनले जोड-जोडले ताली पाइँदैछ। अहिलेको जमाना यस्तै छ हजुर। गोजीमा पैसा छ भने समाजको कुनै कामै छैन, बरु गोजीमा पैसा छ भने समाज त्यसै पाइन्छ। अहिलेको जमाना यस्तै छ हजुर, सुर्ता मान्नु पर्दैन, अहिलेको जमाना यस्तै छ। तमासा हेर्ने यति बेसी वरिपरि बसेको छ, त्यो व्यक्तिको घमण्डको कुरा सुनेर ऊ मस्तीमा चुर भएको देख्दा आफैमा मनमा डर उत्पन्न भएर आउँछ। के गर्नु रूपको घमण्ड, के गर्नु धनको घमण्ड, सँगै लिएर जाने भए त कस्ता कस्ता पनि लिएर जान्थ्यो होला। तर कस्ता कस्ता पनि के गर्ने, त्यो घमण्डको साथसाथ चुर भएर त्यही माटोमा नै मिल्छ, त्यो माटोमा नै मिल्छ। तर के गर्ने, अन्तिममा गएर जमाना यस्तै छ हजुर, सुर्ता मान्नु पर्दैन। छलकपट र डरले नै संसार चलिरहेको छ। जसले छलकपट गर्छ उसको नै वाहवाही छ, जसले छलकपट गर्दैन उसको बर्बादी छ। के गर्नु हजुर, सुर्ता मान्नु पर्दैन, जमाना यस्तै छ, जमाना यस्तै छ। सो गो विथ द फ्लो।